लैङ्गिक समानताका कुराहरूलाई हामी जोडेर जान्थ्यौँ, लैङ्गिक दुर्व्यवहारका कुराहरूलाई जोडेर जान्थ्यौँ र एउटा दुईटा सेसनलाई चाहिँ यसलाई जोडेर जान्थ्यौँ। अब कम्तीमा 2 दिनको हिसाबले यसलाई चाहिँ प्रदेश कार्य समितिका साथीहरू, जिल्ला कार्य समितिका साथीहरू, प्रदेशका कर्मचारीहरू, जिल्लाका कर्मचारीहरू कम्तीमा यसमा अवार्ड हुनुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने हिसाबले यसलाई लिएर आएको छ। यो नै महत्त्वपूर्ण कुरा छ। अब जसका कारण महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति अथवा समाजमा हुने सबै किसिमका दुर्व्यवहारहरूलाई कमी गर्नलाई यसले सहयोग पुर्याउनेछ। यो खालको कुरा हाम्रो 2 दिनको बसाइमा विस्तृत रूपमा छलफल हुनेछ। हरेक जिल्लामा सरकारले चाहिँ कानुनै बनाएर नीतिगत रूपमा चाहिँ एकद्वार सङ्कट व्यवस्थापन समिति, जिल्ला हस्पिटललाई फोकल केन्द्र तोकेर जिल्ला प्रशासन कार्यालयकै समन्वयमा चाहिँ यो समिति गठन हुने गरेर चाहिँ काम भइरहेको छ। त्यसलाई हामीले जिल्ला रेडक्रसहरूले यसलाई कसरी जोडिराखेका छौँ र त्यहाँसँग हाम्रो पहुँच कस्तो खालको छ, ती खालका कुरालाई पनि यो 2 दिनको सहजीकरणमा छलफलमा चाहिँ हामी जानेछौँ। त्यसैले यो ओसिएमसी सम्बन्धी विषयवस्तु लिनको लागि हामी कास्कीमा पनि जसरी लमजुङमा सरले, दिव्य सरले भन्नुभयो ओसिएमसीको प्रमुखलाई जोड्यौँ भनेर, यहाँ पनि त्यो प्रयास चाहिँ भइरहेको छ। हिजो आउने बित्तिकै दिव्य सरले भनेपछि हामी त्यहाँ समन्वय गरेका छौँ।